म चाहिँ आज लोकल खसीको मासु बनाउँदैछु। मैले जो धेरै लामो हुन्छ भनेर पहिला नै फ्राई गरेर बेसा नुन हालिसकेको थिएँ। अनि म चाहिँ आज चिसो मौसममा पिरो खसीको मासुको झोल बनाउँदैछु। हेर्नु होला तपाईँहरू, अनि लाइक पनि गर्नु होला। मैले चाहिँ लोकल खसीको मासु बनाउँदैछु। मैले प्याज चाहिँ पछि भर्खर हालेको, प्याज हालेर फेरि पनि डिप फ्राई गर्दैछु। अनि मैले चाहिँ मसलाहरू पनि हालिसकेँ छोटो छोटो। हजुरहरूलाई त्यो भिडियो लामो हुन्छ भनेर मैले मसलाहरू पनि हालिसकेको छु यसमा चाहिँ। अब म ग्रेभी रस हाल्दैछु। त्यसमा रस हाल्दैछु। अब चाहिँ आज चाहिँ झोल भएको खाऊँ भनेर मैले चाहिँ रस हालिसकेँ है। रस चाहिँ छर्किँदैछ, उम्लिँदैछ। अब चाहिँ रेडी हुन लाग्यो हाम्रो खाना। अब चाहिँ रेडी भइसकेको छ। मैले चाहिँ अलिकति कचौरामा हालेर चाख्न लागेको छु है, नुन कत्तिकै लाग्यो भनेर। एकदम मिठो भएको छ। अब म यसमा चाहिँ धनियाँहरू हाल्छु अनि मेरो रेडी हुन्छ। अब चाहिँ धनियाँ हाल्छु म। अनि अब खानाको लागि रेडी भइसकेको छ। एकदम राम्रो मिठो भएको छ। सबै रेडी भयो। अब चाहिँ हामी